दर्शकबिन यति बेला हेर्नु सक्नुहुन्छ आज चाहिँ हाम्रो लक्ष्मी पूजा दीपावलीको शुभ अवसरमा हाम्रो यहाँ चाहिँ हाम्रो गोर्खे समाजमा हाम्रो अघिदेखि नै चलिआएको परम्परा देउसी भैली निकै रमाइलो हुन्छ र आज हाम्रो यहाँ सानो बहिनीहरू यहाँ हेर्नु सक्नुहुन्छ। अब यहाँ उहाँहरूले हाम्रो भैलीको प्रदर्शन गर्नेछन्। सबैजनाले कति सानो सानो हेर्नुहोस् त यति दूरबाट आएका छिन् र सबै आज लक्ष्मी पूजाको शुभ अवसरमा र सबै चाहिँ यहाँ लक्ष्मी माता हुन्। सबै लक्ष्मीको स्वरूप हो र अहिले यहाँ भैलिनी खेल्नु गइरहेछन्। तपाईहरुलाई म देखाउने प्रयास गर्छु। ल कस्तो लाग्यो कमेन्टमा अवश्य प्रतिक्रिया दिनुहोस्। यहाँ हेर्नुहोस् त सानो एकजना कति राम्रै सानो लक्ष्मी छिन् है। यहाँ हेर्नुहोस् त अब यहाँ भैलीको प्रदर्शन गर्ने छिन्। 6 जना हाम्रो बहिनीहरू आएका छिन् सानो सानो र अब चाहिँ यहाँ प्रदर्शन गर्छ। म देखाउने छु तपाईहरुलाई है। बहिनीहरूलाई चाहिँ अहिले हामीले यहाँ लक्ष्मी पूजा पूजेको प्रसाद हामीले वितरण गर्दैछौँ। भण्डारमा लक्ष्मी माता मुखमा सरस्वती हजुरको जीवन मिठो सधैँ हाँसी खुसी आज भोलिको हाँसीका लागु सजुरैको घरैमा आज भोलिको हाँसीका लागु सजुरैको घरैमा। वाह कति सुन्दर है। यहाँ कति सुन्दर तरिकाले है हाम्रो सांस्कृतिकलाई बचाएर राखिरहेछ हाम्रो सानो सानो बहिनीहरूले र हामीहरूले उत्साह दिनुपर्छ। किनकि यो सांस्कृतिक नै हामीहरूलाई चिनाउने एउटा सांस्कृतिक कला संस्कृति हो। हाम्रो गोर्खे समाजलाई यसैले चिनाउँछ। हामीहरूलाई पुरा विश्वमा हामीहरूलाई चिनाउँछन् र हामीहरूले हाम्रो सानो सानो भाइ बहिनीहरूलाई यसै गरी उत्साह दिएर हामीहरूले अगाडि बढाउनु पर्छ र यसै गरी किनकि हाम्रो अस्तित्व यही हाम्रो कला संस्कृतिमै छ र
हर जग्गामा हामीले डिजे लगाएर होइन यसरी मुखले गाएर हामीले आफ्नो कला संस्कृतिलाई हाम्रो प्रदर्शन गर्नुपर्छ र अघि लम्काउँदै हामीले लानुपर्छ। हाम्रो सांस्कृतिक पोसाकमा कति राम्रो लाग्छ किनकि यो पोसाकले नै हाम्रो गोर्खे समाजलाई चिनारी हाम्रो चिनारी नै यही हो र हामीहरूले अगाडि बढाउँदै जानुपर्छ। यसरी नै डिजे लगाएर होइन डिस्को होइन हामीले यसै गरी हामीले आफ्नो मुखले हाम्रो जुन अघिदेखि परम्परा चलिआएको छ यसै गरी अगाडि लाँदै गर्नुपर्छ किनकि हाम्रो पहिचान विश्वमा हाम्रो पहिचान गोर्खे समाजको यसैमा छ। आउने सालमा पनि यसै गरी हाम्रो घरमा यो भैलीको टोली हाम्रो घरमा आउनु भन्ने म बहिनीहरूलाई अनुरोध गर्दछु। कति राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला, कमेन्टमा प्रतिक्रिया अवश्य दिनु होला तपाईँहरूलाई कस्तो लाग्यो। साथीहरू अहिले चाहिँ हाम्रो भैली टोली हाम्रो घरदेखि बिदा भएर गइराखेको छिन्। हेर्नुहोस् त सबैजना कति सुन्दर तरिकाले हाम्रो आफ्नो कला संस्कृतिलाई यहाँ प्रदर्शन गरेर बाहिर निस्किनु भयो। अब चाहिँ उहाँहरू विलम्ब हुँदै गएको छ र रात पनि धेरै बाई बाई रात पनि धेरै परेको छ र उहाँहरूले अझै खेल्नु छ, अझै एक दुईवटा घर अझै खेल्नु छ। बेसी रात चाहिँ नबनाउनु ल, फेरि भोलि खेल्नु है। ल बाई बाई ल।